अहिले नेपालको शेयर बजारमा भित्रभित्रै एउटा ठूलै भुइँचालो गइरहेको छ भन्दा फरक पर्दैन। सुन्दाखेरि एउटा सामान्य प्राविधिक नियम जस्तो लाग्छ, तर यसले बजारको नेतृत्वमै ठूलो हलचल ल्याइदिएको छ। आउनुहोस्, पुँजी बजारलाई तताइरहेको यो संस्थागत द्वन्द्व र दोहोरो आइएसआइएनको दुविधालाई आजको यो विश्लेषणमा गहिरिएर बुझौं। आजको यो प्रस्तुतिमा हामी मुख्यतया 5वटा कुरामा केन्द्रित हुनेछौं। सुरुमा संस्थापक शेयरको खास समस्या के हो भनेर हेर्छौं, त्यसपछि यो दोहोरो आइएसआइएन भनेको के हो भन्ने बुझ्नेछौं, अनि निजी क्षेत्रको विरोध, धितोपत्र बोर्डको ढिलाइले निम्त्याएको करको समस्या र अन्त्यमा सीडीएससीको नेतृत्वमा आएको अकल्पनीय फेरबदलको बारेमा कुरा गर्नेछौं। ल, पहिलो विषयबाटै सुरु गरौं, संस्थापक शेयरको समस्या। बजारमा मुख्य 2 थरी शेयर हुन्छन्। एउटा संस्थापक शेयर, जसलाई निश्चित समयसम्म बेच्न नमिल्ने गरी लक गरेर राखिएको हुन्छ। अर्को सर्वसाधारण शेयर, जुन बजारमा स्वतन्त्र रूपले किनबेच हुन्छ। अब मुख्य समस्या कहाँनेर छ त? हालको व्यवस्थामा यी दुवै थरी शेयरलाई एउटै बास्केटमा वा भनौं एउटै कोडमा राखिन्छ। यसले गर्दा के भयो त भन्दा सर्वसाधारण शेयरको भिडमा संस्थापक शेयर मजाले लुक्न पायो, अनि यसैको फाइदा उठाउँदै साना लगानीकर्तालाई झुक्याउने काम भइरहेको छ। नियमअनुसार कुरा गर्ने हो भने संस्थापक शेयरहरूलाई त अनिवार्य रूपमा 3 वर्षसम्म लक इनमा राख्नै पर्छ नि, होइन र? तर यहाँ भइरहेको छ के भने एउटै कोड प्रणाली भएको मौका छोपेर केही कम्पनीहरू, खास गरी जलविद्युत क्षेत्रका कम्पनीहरूले यो 3 वर्षको अवधि नसकिँदै भित्रभित्रै आफ्ना संस्थापक शेयरहरू दोस्रो बजारमा बेचेको गम्भीर आरोप लागेको छ। कुन शेयर संस्थापकको हो र कुन सर्वसाधारणको हो भनेर छुट्याउनै गाह्रो, अनि यस्तो अवस्थामा विकृति त फस्टाउने नै भयो। अब लागौं दोस्रो खण्डतर्फ। आखिर यो दोहोरो आइएसआइएन वा ड्युअल आइएसआइएन भनेको चाहिँ के हो त? यही समस्याको चुरो पत्ता लगाउन सीडीएस एन्ड क्लियरिङ लिमिटेड अर्थात् सीडीएससीले 15 वर्षपछि एउटा समाधान अघि सार्यो, जसलाई शेयर अभौतिकीकरण निर्देशिका 2082 अन्तर्गत ल्याइएको छ। अगाडि बढ्नु अघि आइएसआइएन भनेको के हो अलिकति बुझौं। यो भनेको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर हो। एकदमै सरल भाषामा भन्दाखेरि जसरी हाम्रो एउटा छुट्टै नागरिकता नम्बर हुन्छ नि, हो शेयर बजारमा दर्ता भएका हरेक शेयरलाई दिइने त्यस्तै एउटा युनिक परिचय पत्र हो आइएसआइएन। यसले कुन शेयर कसको हो भनेर ठ्याक्कै ट्र्याक गर्न मद्दत गर्छ। यो ठ्याक्कै 12 अङ्कको एउटा विशेष कोड हुन्छ। अब दोहोलो आइएसआइएन भनेको कुनै रकेट साइन्स होइन। सिधा कुरा, संस्थापक शेयरलाई एउटा छुट्टै 12 अङ्कको कोड दिने र सर्वसाधारण शेयरलाई अर्को छुट्टै कोड दिने। यसरी 2 थरी शेयरलाई स्थायी रूपमै फरक कोड दिएर ट्र्याक गरेपछि के हुन्छ? लक-इन अवधिमा रहेका संस्थापक शेयरहरूलाई सर्वसाधारण शेयर भनेर झुक्याएर बेच्न असम्भव नै हुन्छ। यो प्रक्रिया कतिको पारदर्शी छ भनेर हेरौं है त। पहिलो चरणमा संस्थापक र सर्वसाधारण शेयरलाई छुट्टा-छुट्टै आइएसआइएन दिइन्छ। त्यसपछि जब त्यो 3 वर्ष लक-इन अवधि सकिन्छ, कम्पनीको वार्षिक साधारण सभाबाट औपचारिक रूपमा प्रस्ताव पारित गरेर सार्वजनिक सूचना निकालिन्छ र अन्त्यमा मात्र बिना कुनै अतिरिक्त शुल्क ती संस्थापक शेयरहरूलाई सर्वसाधारण शेयरकै कोडमा वैधानिक रूपमा गाविन्छ। साँच्चीकै स्पष्ट प्रक्रिया छ नि, होइन त? अब लागौं तेस्रो बुदातर्फ, निजी क्षेत्रबाट आएको ठूलो विरोधको कुरा गरौं। सुन्दाखेरि त यो नियम कति राम्रो र पारदर्शी लाग्छ, तर यसको कार्यान्वयनमा त्यति नै ठूलो महाभारत बचिएको छ। यहाँ 2वटा एकदमै फरक धार छन्। एकातिर सीडीएससी र साना लगानीकर्ताहरू उभिएका छन्। उनीहरूको तर्क छ कि यसले अवैध बिक्री रोक्छ, बजारमा ऐना जस्तै पारदर्शिता ल्याउँछ र साधारण लगानीकर्तालाई ठगिनबाट बचाउँछ। तर अर्कोतिर हेर्ने हो भने निजी क्षेत्र, नेपाल चेम्बर अफ कमर्स र इपान जस्ता संस्थाहरू कडा विरोधमा उत्रिएका छन्। उनीहरूको भनाइमा चाहिँ यो नयाँ प्रणालीले बजारमा अनावश्यक झन्झट मात्र थप्छ, शेयरको आपूर्ति घटाएर तरलता खुम्च्याउँछ र समग्रमा लगानीलाई नै निरुत्साहित गर्छ। यसै सन्दर्भमा सीडीएससीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाको एउटा निकै कडा भनाइ छ। उहाँले स्पष्ट रूपमा भन्नुभएको थियो, आगामी 3 वर्षसम्म नबेच्ने सहमति गरेर सर्वसाधारणबाट करोडौं रुपैयाँ उठाइसकेपछि संस्थापक शेयर कसरी बेच्न मिल्छ? भ्रष्ट प्रणालीले मात्र यसलाई अनुमति दिन्छ।
साँच्चै भन्ने हो भने उहाँले यो निर्देशिकालाई बजारको फोहोर सफा गर्ने एउटा अचूक अस्त्रकै रूपमा अगाडि बढाउनु भएको थियो। तर कथाको अर्को पाटो पनि उत्तिकै साखलाग्दो छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था अर्थात् इप्पानका अध्यक्ष गणेश कार्कीको तर्क पनि सुन्नै पर्ने हुन्छ। उहाँ भन्नुहुन्छ, नियामक र सरकारले खालि गुनासो मात्र गर्नुको सट्टा कानूनमा भएका प्वालहरू टाल्न पो काम गर्नुपर्छ त। उहाँको बुझाइमा यो नयाँ प्रणालीले उद्यमीहरूलाई काम गर्न झन गाह्रो बनाउँछ। यदि संस्थापकहरूलाई शेयर बेच्न दिइँदैन भने उनीहरूले बेच्न सक्दैनन् भन्ने उहाँको प्रष्ट अडान छ। यी दुई विपरीत विचारहरूले बजारलाई साँच्चै नै तताएको छ। ल अब चौथो विषयमा प्रवेश गरौँ, धितोपत्र बोर्डको ढिलाइ र त्यसले निम्ति आएको करको उकुसमुकुस अवस्था। यो नीतिगत लडाईँले गर्दा मुख्य नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एउटा डरलाग्दो गतिरोध पैदा भएको छ। हामीले यहाँ विचार गर्नुपर्ने कुरा के छ भने सीडीएससीले मस्यौदा पठाएको 6 महिनाभन्दा बढी भइसक्यो, तर बोर्डले अझै पनि हामी अध्ययन गर्दैछौँ मात्रै भनिरहेको छ। अब समस्या कहाँ पर्यो भने बोर्डको हरियो झण्डा नपाई सीडीएससीले नयाँ कम्पनीका संस्थापक शेयरहरू उनीहरूको डिम्याट खातामा पठाउनै मिल्दैन, अनि यसले गर्दा बजारमा एउटा ठूलै ट्राफिक जाम जस्तो अवस्था सृजना भएको छ। यसको एउटा एकदमै गतिलो उदाहरण हो ओम मेगाश्री फार्मास्युटिकल्स। चैत 12 गते यस कम्पनीको आइपिओ बाँडफाँड भयो। सर्वसाधारणले शेयर पाए, बजारमा मजाले किनबेच पनि भइरहेको छ, तर महिनौं बितिसक्दा पनि नियमको अभावले गर्दा संस्थापकहरूको शेयर भने डिम्याट खाता बाहिरै अलपत्र परेर बसेको छ। भोलि गएर डिम्याटमा आउन धेरै नै ढिला भयो र यता लक इन अवधि सकिने समय ठ्याक्कै जुझ्न पुग्यो भने अवस्था कस्तो होला, अनुमान मात्रै गर्दा पनि डरलाग्दो देखिन्छ। अनि यो ढिलाइको सबैभन्दा ठूलो र गम्भीर असर भनेको करमा पर्ने मार हो। हाम्रो नियमअनुसार करको गणना शेयर बाँडफाँड भएको दिनदेखि होइन, डिम्याट खातामा आएको दिनदेखि सुरु हुन्छ। अब हामी आफै विचार गरौँ त, बोर्डले यसैगरी झुलाएर राख्यो र लक इन अवधि सकिने बेलामा मात्रै शेयर डिम्याटमा आइपुग्यो भने के हुन्छ? प्राविधिक रूपमा त शेयर होल्ड गरेको समय एकदमै थोरै देखिन्छ। यसको सीधा अर्थ हो संस्थापकहरूलाई सर्ट टर्म वा अल्पकालीन लगानीकर्ताको ट्याग लाग्छ र उनीहरूले बिना कारण उच्च दरमा पुँजीगत लाभ कर तिर्नुपर्ने अन्यायपूर्ण अवस्था आउँछ। यो त सिधै घाँटी निमोठे जस्तै भयो नि, होइन र? अब आउनुहोस् हाम्रो अन्तिम र 5औं विषयतर्फ, सीडीएससीको नेतृत्वमै भएको अकल्पनीय फेरबदल। यो नीतिगत गतिरोधले कसरी एउटा संस्थाको नेतृत्व नै पल्टाइदियो भन्ने कुरा साँच्चै नै रोचक छ। घटनाक्रमलाई सरसर्ती हेर्दा सीडीएससीले कडा मस्यौदा तयार गर्यो, धितोपत्र बोर्डले स्वीकृति दिन आलटाल गर्यो, त्यसपछि संस्थापक शेयरहरू बीचमै अड्किए र बजारमा हाहाकार मचियो। अनि त्यसैको क्लाइम्याक्स स्वरूप अप्रिल 24मा नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेको सञ्चालक समितिले सीडीएससीका प्रमुख प्रवीण पन्नाकलाई अचानक पदमुक्त गर्दै मातृ संस्था नेप्सेमै फिर्ता बोलाइदियो। बजारका जानकारहरूले यो अप्रत्याशित कदमलाई दोहोरो आइएसआइएन नीतिमा उहाँले लिएको निर्मम अडानसँगै जोडेर हेरिरहेका छन्। अब नेतृत्वको यो अचानक शून्यता हटाउन सञ्चालक समितिले कञ्चन सापकोटालाई रातारात कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ। पुँजी बजारको मुटु मानिने सीडीएससीको दैनिक राफसाफ, शेयरको विद्युतीय दर्ता र मेरो शेयर जस्ता प्रविधिहरू बिना कुनै अवरोध चलिरहन् र बजारले स्थिरता पाओस् भन्ने उद्देश्यले यो निर्णय लिइएको हो। संस्थाको काम त सुचारू भयो, तर नीतिगत द्वन्द्वको आगो भने अझै निभिसकेको छैन। हामी आजको यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। यी सम्पूर्ण घटनाक्रमले हामी सामु एउटा निकै पेचिलो प्रश्न छाडेर गएको छ। एकातिर साना लगानीकर्तालाई बचाउन र बजारलाई पारदर्शी बनाउन कडा नियमन चाहिएको छ भने अर्कोतिर निजी क्षेत्रलाई व्यापार बढाउन लचकता र तरलता पनि उत्तिकै आवश्यक छ। के नेपालको पुँजी बजारले आगामी दिनमा यो नियामक पारदर्शिता र लगानीकर्ताको लचकता बीच एउटा सन्तुलनको बिन्दु फेला पार्न सक्ला त? यो यस्तो गम्भीर प्रश्न हो जसको उत्तरमै हाम्रो समग्र शेयर बजारको भविष्य र विश्वसनीयता टिकेको छ।